नमस्ते, मेरो नाम चाहिँ सुयस्मा सापकोटा। म चाहिँ कक्षा 7 मा पढ्ने विद्यार्थी हुँ। मैले चाहिँ सोलर सिस्टम बनाएको छु। यो सोलर सिस्टममा चाहिँ देख्न सकिन्छ धेरैवटा प्लानेटहरू छन्, जसमा मर्क्युरी, भेनस, अर्थ, मार्स, जुपिटर, स्याटर्न, युरेनस, नेप्च्युन छ र सबभन्दा बिचमा चाहिँ हाम्रो सूर्य छ। कस्मिक स्थानै हाम्रो अर्थ हो। अनि हामीले अर्थलाई चाहिँ किन डिफ्रेन्ट कलरमा रिप्रेजेन्ट गरेको भन्दाखेरि यसमा चाहिँ दुईवटा इम्पोर्टेन्ट कुराहरू छ। एउटा चाहिँ ल्यान्ड हो अनि एउटा चाहिँ वाटर हो। अनि मार्स किन नबसेको सबभन्दा हावाहरू पाइँदैन, सास फेर्नलाई अक्सिजनहरू हुँदैन। अर्थमा चाहिँ धेरैवटा पाइन्छ, शुद्धता हावाहरू पाउने गरिन्छ। अनि त्यसपछि प्लानेट चाहिँ सनको करिब हुने गर्छ। अनि यो चाहिँ हाम्रो अर्बिट हो, गरेको हुन्छ। त्यसपछि सोलर सिस्टम भनेर के हो भनेर भन्दाखेरि चाहिँ सोलर सिस्टम इज अ प्लेस फ्रम वेयर वी क्यान फाउन्ड satellites, all the planets, meteoroids, etc.